सर्वप्रथम मेरो नमस्कार। तुलसीपुर उपमहानगरपालिकामा अवस्थित लक्ष्य एकाडेमी कक्षा 10 मा अध्ययन छात्रा अनुदिष्ट। आज म हाम्रो समाजमा घटेका घटनाहरूको बारेमा भन्न गइरहेकी छु। मेरो कथाको शीर्षक रहेको छ वैदेशिक रोजगारको कारणले। ओहो छोरी, तिमी आयौ? हामी पनि तिम्रो विवाहको बारेमा कुरा गर्दै थियौ। विवाह भन्दै कामना अचम्म पर्छिन्। कामना रामपुर गाउँमा बस्थिन्। कामनाको पढाइ पनि धेरै राम्रो थियो। कामनालाई सबैले राम्रो पनि मान्थे। कामनाको घरमा विवाहको कुरा चलिरहेको थियो, तर कामनालाई विवाह गर्न मन थिएन। कामना भर्खर 17 वर्षकी भएकी थिइन्। कामनाको विवाह पल्लो गाउँको अंकितसँग गरिने निर्णय गरिएको थियो। यो कुरा कामनालाई मंजुर थिएन। उनको घर परिवारले जबरजस्ती विवाह गरिदिनु भयो। विवाह गरेपछि उनको घरमा आर्थिक पुँजीको अभाव हुन थाल्छ र अंकितको घरमा अंकितलाई विदेश पठाउने निर्णय भयो। कामनाले पनि आफूलाई रमाइलो हुन्छ भनेर अंकितलाई जानु भन्छिन्, तर अंकितलाई जान मन हुँदैन थियो। अंकितले कामनालाई धेरै माया गर्थे, त्यसैले पनि अंकितलाई जान मन लागेको थिएन। अंकित विवाह भएको 1 वर्षपछि वैदेशिक रोजगारीका लागि गएका हुन्छन्। अंकितले घर परिवारलाई धेरै माया गर्थे। अंकितले परिवारको लागि धेरै मेहनत गर्थे। अंकितले समयमा नै पैसा पठाउने गर्थे। उनलाई घर परिवारको धेरै चिन्ता लाग्ने गर्थ्यो। सानो उमेरमा विवाह भएको कारण कामनाको दिमागमा धेरै कुराहरू खेल्थे। त्यही भएर कामनाले रमेशलाई मन पराउन थालिन्। कामनालाई पनि रमेशले राम्रो मान्दो रहेछ। कामनाले रमेशसँग प्रेम प्रस्ताव राखेपछि रमेशले पनि प्रस्ताव स्वीकारे। रमेशले प्रस्ताव स्वीकार्नुको कारण कामनाको बुढा पनि विदेशमा भएका हुनाले हो। कामनाले झन् सबै पैसा रमेशलाई दिने गर्थिन्, तर अंकितले केही पनि थाहा हुँदैन थियो। कामनाले सासू ससुरालाई पनि धेरै हेला गर्ने गर्थिन्। उहाँहरूले छोरालाई केही पनि भन्न सक्नु हुँदैन थियो। सासू ससुराले कामनाको यस्तो हेला देखेर दिक्क मान्नु भएको थियो। अंकितलाई भन्छु भन्दा पनि झन् धम्की दिने गर्थिन्। गाउँ समाजमा सबैले थाहा पाउँदै गए। समाजका मानिसले पनि यो कस्तो केटी हो, आफ्नो बुढा विदेशमा पसिना बगाएर काम गर्छ, आफू अर्को केटासँग मोज गरेकी छे भनेर गाउँमा कुरा काट्न थाल्छन्। कामनालाई गाउँका मानिसले यस्तो गर्न हुँदैन, तिम्रो बुढाले उता कस्तो दुःख गरेका छन्, तिमी यता यस्तो नगर भनेर सम्झाउँदा पनि मान्दैन थिइन्। उल्टी धम्काउने, म तिमीहरूलाई प्रहरीमा उजुरी गरिदिन्छु भनेर भन्न थालिन्। मेरो जीवन हो, म जसरी पनि जिउन पाउने अधिकार छ भनेर कामनाले सबै गाउँलेलाई भन्छिन्। कामनाले अंकितलाई झुटो माया गर्थिन्, तर अंकितले कामनालाई धेरै माया गर्ने गर्थे। कामनाले पनि अंकितको कमाइमा मात्र रमाउन थालेकी थिइन्। अंकितले धेरै मेहनत गरेर घर पैसा पठाउँथे। मेरो लागि तपाईले के गर्नु भएको छ भनेर कामनाले भन्छिन्। मैले तिमीलाई धेरै माया गर्छु, तर तिमीले मलाई किन यस्तो भन्छौ भनेर अंकितले कामनालाई भन्छन्। अंकित अचम्म परेका थिए। कामनाले मलाई किन यस्तो गरेकी होली भनेर कामनाले पैसा चाहिएको छ भनेमा राम्रोसँग कुरा गर्थिन्, तर अंकितलाई यो कुरा थाहा हुँदैन थियो। अंकितलाई गाउँलेले कुरा भनिदिए र अंकितलाई छानाबाट खसेको जस्तो लाग्छ। अंकितले कामनालाई धेरै माया गर्थे र कामनाले मलाई धेरै माया गर्छन् भन्ने सोच्थिन्, तर यो सब कुरा सुनेर अंकितलाई नराम्रो लाग्यो। कामनाको यस्तो कुरा सुनेपछि अंकितले नराम्रो मान्छन्। अंकितको काममा पनि धेरै बाधा आएको थियो। कामना उता रमेशसँग रमाउँदै बसेको हुन्थिन्। उनलाई सासू ससुराले पनि धेरै सम्झाउनुहुन्थ्यो, आफ्नो छोराको घरबार नबिग्रियोस् भन्ने चाहनुहुन्थ्यो। अंकितले कामनालाई धेरै सम्झाउँथे, तर कामनाले कानमा तेल हालेर बस्थिन्। अंकितले तिमी किन यस्तो गर्छौ भनेर भन्थे। कामनाले मैले त तपाईलाई आमा बुबाको परले मात्र विवाह गरेकी हुँ भनेर भन्थे।
मलाई माया गर्दैन थियो भने मसँग किन नाटक गर्यौ भनेर अङ्कितले कामनालाई भन्छन्। अङ्कितले यति माया गर्दा पनि कामनाले रमेशलाई आफ्नो मनबाट हटाउन सकेकी थिइनन्। सबै पैसा रमेशलाई दिने गर्थिन्, तर रमेशले पनि कामनालाई वास्ता गर्दैनथे। रमेशलाई त कामनाको पैसासँग मात्र मतलब थियो। रमेशले र कामनाले अङ्कितको सबै सम्पत्ति नपाइदिएका थिए। कामनाले रमेशलाई माया र विश्वास गर्थिन्। कामनाले रमेशलाई माया गर्थिन् र अङ्कितले कामनालाई माया गर्थे। अङ्कितले कामनालाई तिमी यस्तो नगर भनेर भन्दा पनि कामनाले उनको भन्या मान्दैनथिन्। उल्टी मेरो जीवन हो, म जस्तै पनि जिउन सक्छु, तपाईँलाई के फरक पर्यो भनेर कामनाले अङ्कितलाई भन्छन्। उनको यस्तो शब्द सुनेर अङ्कितको मन खिन्न भयो। अङ्कितले घर जाने निर्णय गरे। अङ्कित घर आउन लागेको थाहा पाएर कामना र रमेश सबै सुन र पैसा लगेर भाग्छन्। अङ्कित घर आउँदा कामना घरमा थिइन्। अङ्कितलाई यस्तो गर्दा धेरै पीड लाग्छ। धन्यवाद।